त्यसै गरी नै आज चाहिँ हामी के बारेमा कुरा गर्दैछौँ त मैले पहिल्यै भनिसकेको छु हैन यो कुराहरू कतिजनाले चाहिँ रियलाइज पनि भएको हुँदैन तिमीहरूले चाहिँ कतिजनाले यो जे कुरा पनि मैले यहाँ गरिरहेको छु तिमीहरू त्यहाँ त्यो फेजसम्म पुगेको पनि छैनौ कि तिमीले यो कुराहरू मैले भनेको कुराहरू रियलाइज गर्नको लागि मैले एभ्री टाइम एभ्री भिडियोमा नै भनिरहेको छु हैन तिमीहरूलाई के हो कि यो बोले जस्तो पनि लाग्न सक्छ कतिजनालाई तर होइन तर जब तिमीहरू यो फेजमा पुग्छौ तिमीहरूलाई यो भिडियो यदि हेरेको छौ भने तिमीलाई रिमाइन्ड गराउँछ यदि गरेको छैनौ पछि डिस्कभर गर्न सक्छौ मलाई फेरि यो भिडियो थ्रु हैन त्यति बेला तिमीहरूलाई डेफिनेटली हेल्प हुनेवाला छ है तिमीहरूसँग अलरेडी सिस्टम छ तिमीहरूसँग अलरेडी एउटा काम गर्ने मोडल छ तिमीहरूसँग अलरेडी ब्याक टेस्टेड डेटा छ तिमीहरूसँग अलरेडी फरवर्ड टेस्टेड डेटा छ तिमीहरूले अलरेडी स्याम्पल साइज गरिसक्यो तिमीहरूसँग एउटा प्रोफिटेबल स्ट्र्याटेजी आइसक्यो प्रोफिटेबल सिस्टम मोडल बनिसकेको छ अब त्योलाई पनि कसरी चाहिँ तिमीहरूले सँगसँगै मिलाएर आफ्नो मेन्टल गेम आफ्नो माइन्डको शक्तिले सबकन्सियस कन्सियस माइन्ड हैन मा पनि त्यो कुरालाई दिमागमा भएर चाहिँ तिमीहरू प्रोफिटेबल ट्रेडर बन्न सक्छौ त एउटा प्रोफेसनल डिसिप्लिन प्रोफिटेबल ट्रेडर बन्न सक्छौ त र आज कतिजनाले पछाडि पढिसकेको छ यदि पढिसकेको छैन भने म पढेर सुनाउँछु आवर जब एज अ ट्रेडर